यसमा चाहिँ गाइस मैले राइस एड गरिदिन्छु हैन। यसलाई चारोतिर मस्त टेस्ट आउँछ है राजा। राजा भन्न आउँछ हिजो हाम्रो साथीसँग भेटेको नि त घुम्न गएको थियो। त्यही भएर पनि दिनभरि राजा राजा भनेको बानी चाहिँ अहिले एक्लै हुँदा पनि राजा राजा भन्नु। पानी चाहिँ उम्लिसक्यो गाइस। ठ्याक्क पानी उम्लेपछि चामल हालिदिनेको। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई अनदर ब्लग। के छ गाइस, हालखबर सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु हैन। आजको भिडियो चाहिँ कुकिङको हुनेछ है। म आज बनाउँदैछु मटन बिरयानीको रेसिपी देखाउँदैछु तपाईहरुलाई कस्तो लाग्छ हैन। सो मलाई जति आउँछ म तपाईहरुलाई देखाउँछु। बाकी तपाईहरुको हिसाबले के कस्तो लाग्छ कमेन्ट गर्नु होला हैन। मैले चाहिँ रेडी गरिसकेको छु। यो चाहिँ लसन छ, यहाँ चाहिँ खुर्सानी, अनि यहाँ टमाटर, यो प्याज, धनिया हैन। यो चाहिँ मैले 1 केजी मासु ल्याएको छु, बाख्राको मासु हो। अनि यहाँ चाहिँ 1 केजी राइस भिजाएर राखेको। अनि मसँग यो मसला छ हैन, बिरयानीको मसला। अनि एउटा दहीको प्याकेट हैन, यो दहीको प्याकेट छ। अनि 1 बटुका चाहिँ यो अदरक, लसन अनि खुर्सानीको चाहिँ पेस्ट हो। बाँकी यता चाहिँ मैले यो रेडी गरेर राखेको छु है। सो म चाहिँ बनाउँछु, तपाईहरुलाई देखाउँछु कस्तो लाग्छ यो रेसिपी हैन। तो घरमा ट्राई गर्नु होला। सो मैले यसमा चाहिँ तेल हालिसकेको छु हैन। अब म चाहिँ हल्का हालिदिन्छु जीरा। जीरा चाहिँ भुट्टिदै गर्छ हैन। तपाईहरु कसरी बनाउनुहुन्छ मलाई चाहिँ कमेन्ट गर्नु होला है। मैले चाहिँ मेरो बनाउने स्टाइल चाहिँ यो हो। लसन खुर्सानी हाल्ने हैन। एकछिन यसलाई ठ्याक्क रातो हुनेसम्म भुट्नु पर्छ। यो चाहिँ यतिको भइसक्यो हैन भुटेर। प्याजलाई चाहिँ राम्रोसँग भुट्नु पर्छ है। प्याजलाई चाहिँ राम्रोसँग रातो बनाएर भुट्ने हैन। यो अदरक लसुनको पेस्ट पनि हालिदिएको है। के प्याज अनि यो अदरक लसुनको पेस्ट चाहिँ एकसाथमै पाक्छ, मस्त टेस्ट आउँछ है राजा। राजा भन्न आउँछ हिजो हाम्रो साथीसँग भेटेको नि त घुम्न गएको थियो। त्यही भएर पनि दिनभरि राजा राजा भनेको बानी चाहिँ अहिले एक्लै हुँदा पनि राजा राजा भन्नु बानी परेको छ। यसलाई चाहिँ त्यसै 10 मिनेट जति पकाउनु पर्छ गाइस। ढाकेर प्याज राम्रोसँग पाक्छ। सो म तपाईलाई एउटा नयाँ चिज देखाउँछु है। म बिरयानी बनाउँदै छु अहिले। उता प्याजहरु पाकिरहेछ। म तपाईलाई एउटा नयाँ चिज देखाउँछु ल। यहाँ हेर्नुस्, यहाँ अहिले यस्तो उज्यालो छ, घाम लागिरहेछ। टाइम चाहिँ कति भयो भन्दाखेरिमा बेलुकाको देखिरहेछ कि छैन। बेलुकाको ट्याक्कै 7:28 गइसक्यो, तर पनि अहिले घामै लागेछ, उज्यालै छ। हेर्नुस् यता म दङ्ग पर्छु है। यता चाहिँ रातिको 9 बजेसम्म यस्तै घाम लाग्छ। प्याज र अनि लसनको पेस्ट, लसन अदरकको पेस्ट चाहिँ मिक्स भएर पाक्दैछ अहिले। 1 चम्चा खुर्सानी, अरू 1.5 चम्चा खुर्सानी हालेको है। अनि बेसार चाहिँ आधा चम्चा हालेको। गरम मसला 1 चम्मच, धनिया पाउडर 1 चम्मच हैन। ठ्याक्कैलाई मिक्स गरिदिउँ। तपाईहरु ट्राई गर्नु होला घरमा बनाएर है, एकदम मिठो हुन्छ। यहाँ पनि इन्डियन रेस्टुरेन्टमा नि गएँ म, नेपाली रेस्टुरेन्टमा गएँ, सबै ठाउँमा गएँ, तर त्यस्तो टेस्ट नै लागेन मलाई। आजभन्दा 4 वर्ष अगाडि म होटलमै काम गर्थेँ कि, इन्डियन डिपार्टमेन्टमा काम गर्थेँ मैले इन्डियामा। त्यही भएर पनि आफूलाई आउँछ बनाउनु। म घरमै बनाउँछु, जे खाने मन लाग्यो भने। अब नेक्स्ट टाइम म मोमो बनाउँछु, मोमो बनाएको पनि तपाईलाई रेसिपी देखाउँछु है, कसरी बनाउने भनेर। नेक्स्ट भिडियो चाहिँ अब मोमोको आउँछ। यसमा चाहिँ मैले 1 चम्चा 2 चम्चा चाहिँ नुन एड गरेको। बिस्तारै बिस्तारै पाक्दैछ। टमाटर एड गरिदिन्छौँ। टमाटर एड गरेर यसलाई 10 मिनेट अरू पकाउनु पर्छ। त्यसपछि हामी यसमा मासु हालेर पकाउँछौँ। त्यसपछि अनि राइस चाहिँ हाफ बोइल गर्नुपर्छ है। यसलाई चाहिँ ढाकेर राखिदिने। अब यो 10 मिनेटमा चाहिँ ठ्याक्क मासु हाल्ने टाइम हुन्छ यसमा। राइसको पानी बसालिदिएको है। आधा चम्चा ओइल हालिदिनेको। यसमा चाहिँ मैले दही एड गरिदिन्छु है। ठ्याक्क 1 बटुका दही हालिदिएको। यसलाई 2 मिनेट अरू पकाउनु पर्छ। ठ्याक्क मासु पनि पाक्छ, ग्रेभी पनि पाक्छ। तेल आफ्नो हिसाबले साइडमा छोड्छु यसलाई। पानी चाहिँ उम्लिसक्यो गाई। पानी उम्लेपछि चामल हालिदिनेको। अहिले चाहिँ यस्तो भयो। अब यसमा हालिदिन्छु यो बिरयानी मसला है। यसमा हालिदिन्छु धनिया। तेलहरू निकाल्छु कि, यसलाई भन्छ रोगानी भन्छ है यसलाई। यो मैले किन निकालेको छु अहिले यति भयो पुग्छ। अब म यसमा चाहिँ गाइस राइस एड गर्छु है। राइस यो पाकिसक्यो, अब रेडी छ, यो रेडी भइसक्यो। अब यसमा सिर्फ राइस मात्रै एड गर्ने, रेडी भयो है।
यसलाई चारैतिरबाट ट्याक्क यसरी हालिदिनु होला। ट्याक्कले यसो गरिदिनेको ट्याक्क यसरी काम गर्छ कि। ओके, अब हामी यसमा एड गर्छौँ धनिया। अब चाहिँ हामी खाना खान लाग्यो है। मैले बनाएको बिरयानी आएर होइन मासु पनि देख्नु पऱ्यो त माथि बिरयानीमा त। भिडियो बनाइदिनु रे, मलाई भिडियो बनाउन आउन रे, अब बिरयानी खाने रे, बिरयानी खाएर। हामी चाहिँ अब बिरयानी टेस्ट गर्छौँ। म त झ्याम्मै हात हालेँ है। यो चाहिँ हो कि मासु भनेको यस्तो छ। मिठो मिठो छ नि होइन? एकदम मिठो छ गाइस। अब चाहिँ हामी खाने म टेस्ट गर्छु। मैले त टेस्ट पनि गरेको छैन कस्तो छ, तर मासु पनि मजाले पाएको छ यार। गाइस मिठो छ गाइस। मिठो छ गाइस। ओके, हामी चाहिँ खाना खान्छौँ है गाइस अब।